गाइज गुड आफ्टरनुन। अनि आज चाहिँ म हजुरहरूको सामने आइसकेको छु नयाँ दिन नयाँ भिडियोको सुरुवात गर्दै। अनि म चाहिँ अहिले घाँस काटेर दिदीको भिडियो बनाउँदा गरेर अहिले भर्खरै फ्री भएर हजुरहरूको सामने आइसकेको छु। अनि देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ पानी पर्न लागेको छ। यताको सिन यस्तो भइरहेछ कालै मैलो। अनि खासमा चाहिँ म दिनभरि बाँदर रुङ्न आएको थिएँ कि गाई झन्डै लरे। अनि बाँदर रुङ्न आएको थिएँ अनि दिनभरि बसिरहेको थिएँ, सुतिरहेको थिएँ, घाँस काटेँ एकछिन होइन। अनि त्यसपछि अहिले चाहिँ दिदी पनि आएर अनि फेरि काट्नु थाल्यौँ। अनि त्यो चाहिँ यहाँनिर घाँस बाँधिँदैछ किनकि गाई चाहिँ मलाई बाँध्न आउँदैन। अनि मैले आज चाहिँ 0.5बाट भिडियो बनाउँदैछु, आइफोनबाट है, मेरो फोन होइन दिदीको फोन हो नि फेरि गाई। अनि हेर्दा ओभरै कालो मैले यसरी पानी पर्न लागेछ क्या गाई, यस्तो भएर आयो कि त्यही भएर अब चाहिँ हामी घर भाग्न लागेको। अनि दिदी पनि यता आइसक्यो छैन। अब चाहिँ हामी घर जानुपर्ने हुन्छ किनकि पानी कसले बनाएर आइसक्यो। घरमा गएर खाना पकाउनु पर्ने हुन्छ दिदी बहिनी भएर मिलेर होइन। अनि त्यो चाहिँ अब यहाँबाट घाँस बोकेर जानु लागेको छ। अनि सो गाइस अब म पनि घाँस बोकेर जानु लागेको। अनि घाँस चाहिँ यसरी बोक्नुपर्छ होइन। अनि जानुपर्छ है गाइस। अनि अब चाहिँ पर चाहिँ कस्तो राम्रो छ क्या गाइस। अनि यसले चाहिँ मलाई केही पनि हुँदैन क्या, भोलि बोक्दा हुन्छ घाँस। पानी पर्यो नि त एक मुठा बोक्छु। अनि मेरो भिडियोमा केही भनिदिनुहोस्। मेरो बहिनीको भिडियोलाई लाइक सब्सक्राइब सेयर सबैले गरिदिनु होला, माया दिनु होला धेरै धेरै सबैजनाले। हात काट्छ। सो गाइस अब चाहिँ हामी घर जान्छौँ होइन। अनि घर गएर काम गर्नुपर्ने हुन्छ, पानी पनि सिनसम्म आउनु थालिसक्यो। त्यही भएर थ्याङ्क्स फर वाचिङ गाइज, बाई बाई, लभ यु अल।